हाम्रो बालिन सरकारको काम कस्तो छ भनेर हाम्रा धेरैजना खुसी हुनुभएको रहेछ, त्यसैले भिडियो बनाएको छु, सबैले हेर्नु होला। बालेनहरुसँगले गरेको काम कस्तो लाग्छ अहिले दाइ भन्नुस् त? एकदम राम्रो लागेछ। जुन जनतालाई चित्त बुझ्ने काम हो त्यो काम भइरहेछ। अरु बढोस्, राम्रो होस्। ल धन्यवाद। तपाईलाई बालिन सरकारको काम कस्तो लागेछ? धेरै राम्रो लाग्यो। धेरै खुसी भइया छौ हामीहरु। हो, बहुत राम्रो लाग्छ। राम्रो लागेछ। के काम राम्रो लागेछ भन्नु त? जे पनि अब काम त अहिले जे पनि अहिले गरेको छैन, त्यति त छैन, अनुभव छैन। काम गरेपछि राम्रै लाग्नेछ। राम्रै गरेको काम राम्रो लागिरहेछ। राम्रो लाग्यो। हो, धन्यवाद। हाम्रो सानो बुवा पनि बोल्दै हुनुहुन्छ, बुढो मान्छे, उहाँ त झनै धेरै प्रसन्न भएर बालिन शाहको काम राम्रो लागेको छ। हजुर, अन्त राम्रो गर्दै जाउन्। हजुर, त्यही राम्रो छ। ल ल, एकदम आशीर्वाद दिनुहोस् बालिन सरकारले। अब आशीर्वाद त दिइरहेको छौँ, हामीले त दिनकै दिन्छौँ। हामी त सुन्छौँ, समाचार सुन्छौँ, आशीर्वाद दिन्छौँ, राम्रो गरौँ भनेर। कसैले काचुली फेरि जस्तो लागेको छ आज कसैले टच नगरून्, कसैले चाहिँ हस्तक्षेप नगरून् उहाँमाथि, त्यही हो। हो, उहाँमाथि कसैले हस्तक्षेप नगरून् भन्ने तपाईँको चाहना, चाहना। काम गर्न देऊन् भन्ने तपाईँको चाहना। त्यही हो। धेरैले विद्रोह किन गर्छन् त नि? दाबी नगरून्। पार्टीमा गएका सांसदहरूले त धेरै विरोध गरिरहेछन्। बुवा, तिमीलाई के भन्न चाहनुहुन्छ? त्यो विरोध गर्ने तिनी अपराधी हुन्। तिनी हो, पहिलाका भ्रष्टाचारी हुन्। तिनी भ्रष्टाचारी अपराधी नै हुन् तिनी। ल धन्यवाद बुवा। घरमा मान्छे तरास भएर बसेका हुन्छन्, तिनीहरूलाई चाहिँ एकदम आफ्नो हिसाबले बस्न पाउन्, दुःख गरी खान पाउन्, कसैको दबाब नहोस्, रोजगारी मिलोस्, चोर गाली बेजेत दुनियाँदार बलात्कारीहरू के भइरहेका हुन्छन् नि, त्यस्ता कुराहरू पनि कसैलाई केही नहोस्, राम्रो होस्, देशमा सबलाई खुसी हुनेछन्। हजुर हजुर, भन्नुहोस् त। बलात्कारीलाई फाँसीको सजाय मिल्नुपर्छ, दिनैपर्छ सरकारले, बालिन सरकारले कानुन बनाउनु पर्छ। कानुन बनाउनु पर्छ। त्यो लागू गर्नुपर्छ। हत्या गर्नेलाई पनि फाँसी दिने ऊ काम गर्नुपर्छ। त्यो हामीले सबै आशा गरेका छौँ। त्यो हजुर। आमा, बालिन सरकारको काम कस्तो लागेछ भन्नुहोस् त? एकदमै खुसी छु नानी। एकदम खुसी हुनुहुन्छ? एकदम खुसी। काचुली फेरिया जस्तो लागिरहेछ। खुब खुसी। ल धन्यवाद आमा, तपाईँलाई पनि। हाम्रो कार्यक्रमको सन्देश चाहिँ सबैलाई सुनाइदिनु होला। यो देशमा यस्तो राम्रो होस् कि यो अब फेरि कसैले जनताले दुःख नपाउन्। हो, कसैले डगमगाउन नसकुन् बालिन सरकारलाई। बालिन सरकारलाई कसैले चाहिँ हस्तक्षेप गर्न नपाउन्, कसैले धाक धम्की दिएर केही हुनेवाला छैन। हजुर हजुर। बालिन सरकारलाई के भन्नुहुन्छ? हाम्रो दिन उस्तायो न, बालन सरकार आए पनि न हाम्रो बाटो छ, न हाम्रो भोट माग्ने बेला आउन नमस्ते अद्दा, अघि पछि नमस्ते अद्दैनन्, धारे हात लैजान, के भनौँ? अलि बालिन सरकार अगाडि बाटो भइरहेको छ। यो बाटो बनिएको छ, राम्रै बनिएको छ। यो खाल्टोको माटो कता गयो भनेर यहाँ दिदी दाइहरू सबैको भनाइ छ। यो तलाउले एउटा धार्मिक पर्यटक स्थल बनाउने हो भन्ने सबैको जोरदार माग छ। यो तुलापुर 4 मा पर्ने यो तलाउलाई सबैको माग छ। हाम्रो सबै जनताको यहाँको माग हो। यो यसलाई धार्मिक एउटा पर्यटक स्थल बनाएपछि यहाँ केही विकास हुन्छ भन्ने कुरा पनि सबैको मुखबाट सुन्न चाहनुहुन्छ। सबैले यसले केही न केही पर्सेन्ट चाहिँ अलिकति चाहिँ खन्नै पर्छ। किन अगाडि यसले चाहिँ केही बनाउनु छ, पोखरी बनाउनु छ, या यसमा केही हल्का फुल्का केही सिपै चलाउनु छ भने केही न केही माटो निकाल्नै पर्छ। माटो निकालेर केही मन्दिर बनाइदिने, केही पार्क बनाइदिने, अनि बल्ल पो यसको विकास हुन्छ। यसमा केही छैन। माटो निकालेर कता लय कता माटो नै माटो निकालेर बाटोमा जाओस्, यसले अलिकति अनि अब यसमा चाहिँ एउटा चाहिँ मन्दिर बनाइदियो भने मन्दिर एउटा धार्मिक पर्यटक स्थल यहाँ धेरै राम्रो हुन्छ। त्यो पर छेउमा इन्डियाको बोर्डरमा त्यहाँ को जान्छ पूजा गर्न, छठी पूजा गर्न? यहाँ बनाउने भनेको हो। त्यो यहाँ बनाएपछि भन्दैछु नि सबै यहाँ बनाएपछि जताकति हुन्थ्यो। स्थानीय सरकारलाई पनि एकदम माग गरेको, स्थानीय सरकारले आएर हेरेको पनि हो। अहिलेको बालिन सरकारलाई यो तलाउलाई एउटा धार्मिक पर्यटक स्थल बनाएर यो जनताहरूको मागहरू पुरा गर्नु होला भन्ने हाम्रो आग्रह छ। ल भाइले पनि जोरदार माग गर्नुभएको छ एउटा धार्मिक पर्यटक स्थल बनाउने भनेर। धार्मिक पर्यटक स्थल हुनु पर्ने, किनकि यसको जुन एरिया छ नि, एरिया बनाएपछि यहाँ चाहिँ मन्दिर अनि छठ पूजाको यसो बनाइदियो भने कमसेकम केही त विकास हुन्छ गाउँघरको। एकदम विकास हुने ठाउँ हो यो ठाउँ भनेको। यसको बजेट आउँछ, अन्तै गइहाल्छ।
यहाँ कामै हुन्न न बाटो काम भइरहेछ न केहीको अब हेर्नु यहाँ चाहिँ अब नाला बनायो उताको निकासा नाला छैन छैन निकासा भाइ यहाँ निकासा पानीको छैन, निकासा पानीको छैन। निकासा छैन यो नालाको भित्र पानी हो पानी आयो भने चाहिँ भित्र हाम्रो ताल पर्छ यही यो बाटो तपाईँको है यही यो मेरो मात्र हेरेर भएन यो पनि तपाईँको बाटो यो भन्न घर उता छ बाटो भएको छैन कहिले कतिसम्म माग गर्नु हो बाटै भएन यो हाम्रो 20 वर्ष भयो बाटो र पोल बन्न लागेका हामी यो पोल 1000 चोटि चुटा छ पोल हाल्न सकिन्न एउटा हामीले आफैले लडियामा लादेर ल्याएको पोल हो यो 20 वर्ष अगाडि आफैले विद्युतमा लडिकन लडियामा लादेर ल्याएको 3टा पोल ल्याएर आएका हो दिदीको जोरदार माग अहिलेको सरकारले सुनोस् भन्ने पनि हाम्रो आग्रह हो यो भिडियोलाई सक्दो सेयर गरिदिनु सबैले जो आउँछ उहाँको मनमा पीडा धेरै छ बोलेर भ्याउनु भएको छैन ल धन्य पहिले भिडियो मै अहिलेको नयाँ सरकारलाई तपाईँले के भन्न चाहनुहुन्छ त्यही मात्रै भन्नुहोस् नयाँ सरकारलाई के भनेको छु भने यहाँभन्दा पहिलेका वडा अध्यक्ष सदस्य सचिव कोही पनि नराखोस् हो सबै परिवर्तन हुनु पर्यो हो हामीले 20 वर्षसम्म यातना पाएका छौँ हामीले हाम्रा छोराछोरी छाडेर 5 दिनकी सुत्केरी 2 दिनकी सुत्केरी गएर भोट हालेका छौँ हामीले खै त हामीले पाएको के पायौँ हामीले हाम्रो बाटोमा एक ढुङ्गो गिट्टी परेको छैन के पानी तालिएर हामी कति दिन घरभित्र बसेका छौँ पानीको निकासा छैन यो नाली बना निकासा बना छैन बनाउनेले पैसा टिपेर गइगयो खै त हाम्रो पोल त्यस्तै छ यी नाली बनाछ यी नाली बनाछ भित्र घर छन् यो भित्र घर छन् भित्रको बाटोमा घर बनाएन त्यही भएर दुःख पोखिरहनु भएको छ दिदीले कति छ हाम्रो पीडा त्यो सदरमुकाममा बस्या भन्ने मात्रै छ के दिया छ अरू यहाँ अरूका कुरा किन अरू सैलुवातिर ब्युटी पार्लर समेत तालिम दिया छ कि वडा अध्यक्षले धोती समेत दिया छ हामी नाम नभन्नुहोस् अनि भन्ने नामै तोकी भन्दिउँ त अनि के दिया अनि स्थानीय सरकारले ओडा कार्यालयमा बजेट दिए पो अब यत्र विकास गरोस् हामी वर्षको 5 चोटि भन्नु किन आएको छैन त्यो आउनु यहाँ भन्नु यहाँ ल आउरे दिदी तिमी अहिलेको नयाँ सरकार तपाईँलाई कस्तो लाग्छ दिदै भन्नु त मेरो दिदैले मेरो यो जस्तो पाए त्यस्तै नभित्र